अग्ला पहाड छिचोलेर बनाइएको नागबेली सडक। हेर्दा साह्रै सुन्दर देखिएको यो चिल्लो कालोपत्रे सडक हो पिपलभन्ज्याङ हाइटार रामपुर सडक खण्ड अन्तर्गत घ्याङलेख गाउँपालिका वडा नम्बर 1 को रजबास क्षेत्रको। यो कालोपत्रे सडक निर्माण भएपछि यस क्षेत्रको स्थानीय जनजीवन फेरिएको मात्रै छैन, सडक पूर्वाधार विकासमा घ्याङलेख गाउँपालिकाले नै काँचुली फेरेको छ। यस सडकले विगतका दुर्गम भूगोललाई बिस्तारै सुगम बनाउँदै लगेको छ। यसअघि कच्ची सडकमा कष्टकर यात्रा गर्न बाध्य स्थानीयहरू अहिले पक्की सडकमा छिटो र आरामले आवत जावत गर्न पाउँदा हर्षित भएका छन्। यहाँ धेरै कष्ट मान्छेहरूलाई ओहोरदोहोर गर्नलाई पहिला मान्छे हिँड्ने बाटो पनि थिएन, बिस्तारै ट्र्याक खोल्यो र अहिले गएर पिच भएपछि अब अहिले सानो सानो गाडी कार जस्तो जिपहरू सानो सानो गाडी चल्नलाई सहज भएको छ। व्यापार व्यवसायलाई पनि सहज छ र यहाँको उपभोक्तालाई अझ सहज छ, किनभने पहिला चाहिँ तपाईँको सामान मान्छेले ढुवानी गरेर ल्याउँदाखेरि महँगो पर्थ्यो, अहिले चाहिँ घर घरमा चाहिँ गाडी पुगेछ। अब टोल टोलमा चाहिँ गाडी पुगेर टोल टोलमा चाहिँ बजार व्यस्त भएको छ, त्यसले गर्दाखेरि उपभोक्तालाई चाहिँ धेरै सहज भएको छ। पहिलामा अहिलेमा धेरै परिवर्तन भइसक्यो नि। पहिला भारी बोक्नु पर्थ्यो, हिँड्नु पर्थ्यो, अहिले त सुतेर हिँड्नु पाउने भयो बाटो आएपछि होइन। धेरै सजिलो भएको छ नि, बोक्नु परेन, हेर्नु हिँड्नु परेन। अहिले जो फोन गरिकन फोनको माध्यम भयो होइन, बोलायो साधन आएपछि हिँड्नु परेन जहाँ जानु पनि। रामपुर पुलबाट हिँड्नु त एक दिन लाग्छ, एक दिन। अहिले त गाडीमा अहिले 1 घन्टा पुग्छ, अहिले त सुविधा आयो, राम्रो भयो। यस सडकले स्थानीयहरूलाई सवारी साधनमा यात्रा गर्न सहज मात्र भएको छैन, घ्याङलेख गाउँपालिकाको विभिन्न ठाउँमा उत्पादन भएको कृषिजन्य उत्पादनहरूको बजारीकरणमा ठूलो टेवा पुगेको छ। सिन्धुलीको घ्याङलेख गाउँपालिकाको मुख्य सडकमा पर्ने सिमले खोला हाइटार सडक बागमती प्रदेश सरकारको कुल 24 करोड 88 लाख 83 हजार रुपियाँ लागतमा 10 किलोमिटर निर्माण सम्पन्न भएको हो। यस सडकले घ्याङलेख गाउँपालिका वडा नम्बर 1 को सिमले बुक्तिखटार रजबास लगायत आधा भन्दा बढी भूभागलाई छोएर गएको छ। यो सडक पिच भएपछि वडावासीहरूको जनजीवनमा धेरै सहजता ल्याएको वडा अध्यक्ष सोमबहादुर भोलन बताउनुहुन्छ। यो सडक आइसकेपछि कृषि क्षेत्रलाई सहजता। अहिले चाहिँ तपाईँको यो ठाउँमा पहिला चाहिँ के हो भने बिहान बेलुका गाडी हिँड्थ्यो भने अहिले 24 घन्टा गाडी पाउँछ। अब जतिखेर भन्यो त्यतिखेर लगभग गाडी एकछिन हेरेपछि कुरेपछि पाउँछ यो ठाउँ। त्यसै गरी हाइटार सोलाभन्ज्याङ खण्डमा 6 किलोमिटर पक्की सडक निर्माण भएको छ। यही सडक खण्ड अन्तर्गत घ्याङलेख गाउँपालिका 2 मा पर्ने 2 वटा खोलामा पक्की पुल निर्माण गरिएको छ। करिब 17 किलोमिटर सडक पक्की भएपछि यसले विकास र समृद्धिको ढोका खुलेको घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शङ्करमान घलान बताउनुहुन्छ। हाम्रो प्राथमिकता र प्रदेश सरकारको प्राथमिकतामा परेको हुनाले एटिआईमा पछाडिपट्टि गाउँपालिका मध्ये रुबी भ्याली 5 वटा थाङपाल र घ्याङलेखलाई अलिकति जो ढङ्गले प्रदेशले हेरेको हुनाले पनि अलिकति भौतिक पूर्वाधारहरू सुधार भएको छ। त्यसको लागि पिपलभन्ज्याङदेखि रामपुरसम्मको सडकलाई हामीले पहिलो प्राथमिकता राख्यौँ। त्यसरी नै बजेट व्यवस्थापनको लागि हामीले एक ढङ्गले एउटै आवाजले हामीले उठाएको थियौँ। विशेष गरी व्यापार व्यवसाय र यहाँको उत्पादित कृषि सामग्रीहरू लानको लागि बर्खा मासमा पनि हिउँदे वर्षा लानको लागि पनि अति सजिलो हुने भएको छ र त्यो ढङ्गले जनताले पनि खुसी व्यक्त गर्दै लगानीहरू बढाएको छ। सोलाभन्ज्याङदेखि रामपुरसम्मको सडक निर्माणको लागि पनि यस वर्ष बागमती प्रदेश सरकारबाट बजेट विनियोजन भएको उहाँको भनाइ छ। पालिका सदरमुकामसम्म ल्याउने प्रदेश सरकार रणनीति अन्तर्गतको पनि पालिकाको सदरमुकाम कटेर पनि 6 किलोमिटर अगाडि बढिसक्यो, सोलाभन्ज्याङ ओह्रालसम्म पुगेको अवस्था छ र यसपालि फेरि पुनः प्रदेश सरकारले 8 करोड रुपियाँ चाहिँ रामपुरसम्म लाने सडकलाई राखेको छ। 8 करोडलाई बहुवर्षीय लाँदाखेरि झन्डै 8 चौको 32 करोडसम्मको बहुवर्षीय ठेक्का लान मिल्नेछ। त्यति भयो भने रामपुरबाटसम्म पक्की सडक पुग्ने हामीले लक्ष्य लिएको छौँ र त्यो पक्कै पनि हुन्छ नै।